हाई तपाईँलाई स्वागत छ मेरो नयाँ भ्लगमा। आज चाहिँ म फेरि अस्ति पूजा गरेको ठाउँमा जान थालेको। अहिले हाम्रो इक्जाम चलिरहेको छ, इक्जाम सुरु हुन थालेछ। दिउँसभरि पढेर यसो फ्रेसमेन्टको लागि उता जान थालेको। त्यही भएर हामीले अब वायर खोज्दैछौँ। हेर्नुहोस्, गोदाम खोल्दैौ हामीले अब चाहिँ। यति थोरै मात्र रहेछ तार। हेर्नुहोस् गाडीको खतरा। अब चाहिँ हामी हिँडेको अस्ति पूजा गरेको ठाउँमा। तपाईँहरू मेरो भ्लगलाई लाइक सेयर र सब्सक्राइब गरिदिनु। अब चाहिँ हामी गाडीमा चढिसकेको छौँ। अब हामी हिँड्यौँ। हामी फेरि आइसकेका छौँ। अब जाऊँ। हामी आइसक्यौँ। काम चलिरहेको छ गाइस। अब फुल्ली छिटो भन्नुहोस्, काम चलिरहेको छ यता। क्यामेरा क्वालिटी अब त्यस्तै हुन्छ होला गाइस। आइफोनले के राख्छु फेरि क्यामेरा एङ्गल्सहरू नमिल सक्छ। त्यही भएर हेरौँ गाइस। यहाँ बनिरहेको छ। उता जाम है त। गाइस यता के रहेछ हेरौँ। हेर्नुहोस्, यता नि पुरै माटो छ। अब यस्तै हो गाइस। अब काम राम्रै चलोस् भन्ने अब आशा राख्छ। तपाईँहरू नै आइदिनु होला। आरती मार्बल एन्ड सेनेटरी मङ्गलापुर, तिलोतवना रूपन्देहीमा। मम्मीलाई हेर्नुहोस् यस्तो उत्सव रहेको छ। आज शनिबार रहेको छ। मेरो चाहिँ अब इक्जाम चलिरहेको छ नि त। इक्जाम सुरु हुन थालेको छ। त्यही भएर पढिरहेको थियो दिउँसभरि। त्यही भएर यसो बाबाहरूले फ्रेसमेन्टको लागि बाहिर ल्याउनु भएको थियो। त्यही भएर यसो भ्लग बनाइदिउँ भनेर अचल अलि धेरै भ्लग हाल्न खोजिरहेको छु। 1 वर्ष भइसकेको थियो भ्लग नआएको। कस्तो एउटा भ्लग हालेको थियो यहीँको पूजाको। अब हेरौँ कस्तो हुन्छ, कति बेर लाग्छ। ल यमराजको दुध जोगीहरू हेरौँ कस्तो हुन्छ। अब होपफुली तपाईँहरूलाई मेरो भ्लग राम्रो लागोस्। लाइक सेयर र सब्सक्राइब गरिदिनु होला। यति डराउनु बाटो छ गाइस। पहिला एन्ड्रोइडबाट खिचिन्थ्यो स्यामसङबाट। अब डल्लो ग्रोथ भयो, मम्मीलाई खिचिदिएपछि होइन। त्यही भएर तपाईँहरू नै आउनुहोस्। आरती मार्बल हाम्रो मङ्गलापुरमा रहेको छ। 1-2 महिनापछि यहाँ पनि आउन सक्नुहुन्छ तपाईँ चाहिँ। कुकुरले भुकेको गाइस अगाडि देखाउँछ। हेर्न भुक्छ है। मेरो क्वालिटीमा गाइस अलि अनि घाम देखिन्छ, फर्किन्छ नि त। अब बसेर हेरौँ गाइस कस्तो हुन्छ। कामहरू हुन्छ सिस्त गर्दै। त्यही भएर त्यहाँ हेर्नुहोस् मेरो मम्मीलाई जुम गरौँ गाइस। त्यही भएर जाम। अब त्यही म फेरि यही बाटोमा आइसकेको छु गाइस। यता हेर्नुहोस् गाइस, मलाई धेरै गाइस भन्ने बानी छ नि त। त्यही भएर खालि गाइस सुन्नुहुन्छ होला, त्यसको लागि सरी। जाम म गाइस। यो भिडियोमा 100 लाइक आयो भने 100 नै 50 लाइक आयो भने
म यहाँ जान्छु गएर देखाउने छु छिटोभन्दा छिटो लाइक गरिदिनु होला किनभने अब पुर्ने हो नि त त्यो पनि त्यही भएर गाइज अब चाहिँ मैले यस्तो यस्तो भिडियोहरू अझै ल्याउनु छु कन्टेन्ट अझै आउनु छ पहिला धेरै भएको थियो नि त भिडियोहरू नहालेको त्यही भएर यो वर्ष अझै अलि हालौँ भनेर अब साइकल चलाएको पनि फेरि हाल्छु होला त्यही भएर हेरिदिनु होला मेरो भ्लगलाई मैले एडिटिङ चाहिँ त्यस्तो गर्दिनँ त्यही भएर तपाईँलाई मेरो भ्लग राम्रो नलाग्ने होला त्यही पनि मलाई सपोर्ट गरिदिनुहोस् पछि हजुरको सपोर्टले गर्दा सब्सक्राइबर बढेपछि पैसा आएपछि मैले गोप्रोहरू किन्छु साइकल चलाएको नि हाल्न सक्छु नि त त्यही भएर उसहरू बनाउने रहेछ अब हेरौँ अब हामी जाने होला घर गएपछि फेरि पढ्नु पर्छ फेरि गाइज हेरौँ भोलि पर्सि यस्तो कन्टेन्ट ल्याउँछु बिदा हुँदैछ यस्तो कामहरू भइदियो बन्द हुन्छ मैले अब एउटा च्यानल भिडियो ल्याउँदैछु त्यही भएर च्यालेन्ज भिडियो ल्याउने छु अब चाहिँ च्यालेन्ज भिडियो साइकल चलाएको भिडियोहरू आउँछन् अब चिन्ता नलिनु महिनामा 5-10-5वटा भिडियो जति चाहिँ आउला यस्तो स्टप हुन्छ होला अब 1-2 महिनालाई चाहिँ इक्जाम आउनु थालेछ नि त इक्जाम सकेपछि फेरि सुरु गर्छु इक्जाम सकेपछि साइकलिङको बनाउँछु गाउँघरको बनाउँछु गाइस तर मैले अझै एउटा नयाँ कन्टेन्ट सुरु गर्दैछु क्रिकेटको कन्टेन्ट हो যায় गाइस त्यो चाहिँ म म्याच खेल्न स्कुलबाट म्याच खेल्न गएको बेला त्यो पनि हालिदिन्छु र घरतिर म प्र्याक्टिस गरेको बेला त्यो पनि हालिदिन्छु तपाईँहरूले मलाई सपोर्ट गर्नुहोस् मेरो फ्युचर चाहिँ क्रिकेटर बन्ने रहेको छ त्यही भएर अब त्यो भिडियो पनि बनाउने छु त्यस्तै क्रिकेटको त्यही भएर अब मलाई सपोर्ट गरिदिनु होला मैले क्रिकेटको चाहिँ फेसबुकमा हाल्छु होला शुभम गैरी भन्ने नाममा त्यही भएर त्यहाँ हेर्नुहोस् त्यहाँ अगाडि नि क्रिकेट खेल्दैछन् हेर्नुहोस् अगाडि नि क्रिकेट खेलिरहेका छन् ल गाइज यति भन्दै मैले भिडियो भ्लगलाई एन्ड गर्न चाहन्छु बाई बाई